तपाईले जिन्दगीभरि गरिखानु पर्यो कि परेन? तर तपाईले माटोलाई दिएर जिताएछ र जितेछ भने तपाईहरुको अहिले जुन हाम्रो श्रमको मूल्य हुँदैन नि त्यसको मूल्य पाउनुहुन्छ तपाईहरुले। तर विचार तपाईको 1-2 पैसामा बिकेर तपाई यसलाई दिनुहुन्छ कि काठमाडौँमा चिल्लो रोड बनाए जस्तो यहाँ पनि चिल्लै बनाउँछ फेरि। तर हामी चाहिँ भन्छौँ श्रम गरेर खानु पाउनुपर्छ श्रम गर्नेले हैन। यो हाम्रो नेपाल छ नि यो श्रम गर्नेहरुको लागि हो, यो धनीहरुको लागि हैन, तपाईँ हामी जस्तो गरिबहरुको लागि। अनि हामी चाहिँ गरिब छौँ हैन, हामीलाई हेर त चप्पल किनेर लाउने पैसा हुँदैन, अनि बुट लाउने मान्छे हामीले रोजेर हुन्छ भन्नु त। अनि तपाईँ हाम्रो पीडा देख्छ त्यसले, तपाईँ हामीले कति नखाई दिन रात कटाएको छौँ हैन। उसलाई खानाका परिकार हुन्छ अगाडि हैन, कुन खाएर चाहिँ म रात कटाउँ भन्ने हुन्छ, तर हामीलाई के खाएर रात कटाउँ दिन कटाउँ भन्ने हुन्छ। अनि हामी छौँ गरिब अनि नेताहरू छौँ धनी हैन। कहिले पनि मौरीको राणा चाहिँ अरिङ्गाल भएको देख्नु भएको छ तपाईँले? अरिङ्गाल राणा बनाइयो भने के हुन्छ? मौरी सबै खान्छ, अन्तिममा त्यही अरिङ्गालकै बथानमा जान्छ। त्यही भएर तपाईँहरूले यो पालि चाहिँ नझुक्किनु होला। कोहीले मलाई यसो हाल म तँलाई यो गरिदिन्छु त्यो गरिदिन्छु केही गर्दैन। आएका होइनन् पहिला पनि? तपाईँ हाम्रा बाउ-आमाले गर्दाखेरि हामीले कति दुःख पाइयो। हामी छोरी मान्छे हो र पनि हामी अहिले पासपोर्ट बनाएर विदेश जान बाध्य भएका छौँ हैन। त्यो बाध्य नहौ न। कति छोरी चेली विदेश लाने भनेर बेचिएका छन् कि छैनन्? त्यो दिन नआओस्। त्यो दिन नआउनको लागि र त्यो दिन बचाउनका लागि एउटा पार्टी आएको छ, त्यो श्रम संस्कृति पार्टी। त्यही भएर तपाईँहरूले श्रम गर्ने मान्छेले यहाँ सबै मान्छेहरू कति पढेका छन् नि, तिनीहरू के गर्छन्? आफ्नो पासपोर्ट बनाउँछन् लाग्छन्। किन नेपालमा बस्दैनन् र काम गर्दैनन् भने यहाँ श्रमको मूल्य छैन नि त, महत्त्व छैन। श्रम गर्ने मान्छेलाई यहाँनिर के भन्छ? तपाईँले यहाँनिर बेच्नु भएको छ नि यो के आइसक्रिम, अबला मान्छेले के भन्छ? त्यो फल्नु आइसक्रिम बेची खाने हो, तर त्यसको मूल्य हुनु पर्यो, त्यसको महत्त्व हुनु पर्यो हैन। तब तपाईँलाई गरौँ लाग्छ। त्यसको महत्त्वै छैन भने तपाईलाई पनि लाज लाग्न थाल्छ, लजाउँछन् मान्छेहरू यहाँ श्रम गर्न। तर हर्क साम्पाङको यो माटोले जित्यो भने नेपालका 3 करोडमा 2 करोड त श्रम मात्रै गर्छन्। यी बाटाबाट श्रम गरेर हिँड्छन्, गर्व गर्छन् एकचोटि, एक दिन गर्व गर्छन्। त्यही भएर त्यो गर्व गर्ने दिन आउनको लागि हामीले के गर्नुपर्छ? माटोलाई भोट दिनु पर्यो। फेरि यहाँ सुन्ने मात्रै यता उडाएन हुँदैन नि, सुन्नु पनि पर्यो, दिमागमा सेभ पनि गर्नु पर्यो।